चलो अनि नमस्ते एभ्रिवान। आज चाहिँ नै मेरो दिन चाहिँ विदेशमा कसरी बित्छ भन्ने एउटा सानो ब्लग जस्तो भिडियो बनाउँदैछु है। आशा छ मन पराइदिनुहुन्छ होला। हस्त धन्यवाद। फ्रेस भएर खाजा खाएर र ड्युटीको लागि खाजा पोको पारेर आज चाहिँ म बुढीसँग जाँदैछु है। बुढीको चाहिँ डे अफ छ, बिदा छ कलेज, त्यही भएर हल्का हात बसान भनेर मेरो बुढीलाई चाहिँ गाडीमा हात बसान भनेर बाबुहरू छोड्न बुढी लिएर जाँदैछु आज। त्यसपछि चाहिँ नै अब बुढी लिएर बाबु स्कुल पुऱ्याएर आएपछि अब ड्युटीतिर दाजुभाइ यसो भलाकुसारी गर्दै ड्युटीतिर लागिन्छ है त। र नर्मली म चाहिँ सधैँ भित्र काम गरिराख्थेँ धेरै जस्तो, र आज चाहिँ मलाई डेलिभरीमा पठाएको छ होइन बाहिर। र यो चाहिँ अकल्यान्डको एकदम सिटी एरिया हो। र हामी चाहिँ पहिलो डेलिभरी दिएर र उतापट्टिबाट लिएर चाहिँ फर्किँदैछु है। आउँदाखेरि मैले चलाएको थिएँ तर भिडियो चाहिँ बनाउनु पाइनँ। फाइनली 1 बजे चाहिँ मेरो ब्रेक टाइम हुन्छ र घरबाट ल्याएको पनिर, दाल भात, अब नेपालीहरूको जता गए पनि है दाल भात पावर 24 आवर भने जस्तै। र मैले पनि ब्रेक टाइममा दाल भात र पनिरको सब्जी गम खाएर चाहिँ एकछिन आराम गर्छु है म त्यसपछि ब्रेकमा। र हामी फेरि सेकेन्ड डेलिभरीको लागि गयो होइन। यो चाहिँ स्काई टावर हो अकल्यान्डको, न्युजिल्यान्ड अकल्यान्डको एकदम फेमस। र सेकेन्ड डेलिभरी पनि लिएर आइसक्यो। र फर्किँदा चाहिँ मैले चलाएको थिएँ होइन, तर भिडियो चाहिँ गर्न पाएन। बिस्तारै हात बसाउँदैछ यहाँ पनि। र फर्किने बेलामा चाहिँ भोलिको लागि लोडिङ तयार गरेर राख्दैछु है। मेरो ड्युटी चाहिँ अब सकिन लागेको छ, काम चाहिँ अलमोस्ट। लोडिङ गरेर अब घरतिर प्रस्थान। र फाइनली 6-7-6:30 बजीतिर मेरो काम सकिन्छ होइन। तर आज चाहिँ फाइन खाइयो यार, सधैँ राख्ने ठाउँमा गाडी राख्दाखेरि। त्यो चाहिँ फुटपाथ, त्यो अगाडि देखेको त्यो सानो फुटपाथ भयो भनेर फाइन खाइयो आज चाहिँ। र कामबाट आएपछि मेरो बुढीले चाहिँ मिठो मिठो दाल भात अनि पनिर हिजोको भइहाल्यो, भेज तरकारीहरू, सलाद, एग अमलेट बनाएर राखेको रहेछ होइन। अब कामबाट थाकेर आएको हुन्छ, भोक लागेको हुन्छ, र मैले चाहिँ गम्री यो भात मजाले खाएँ। खाएको भिडियोहरू चाहिँ मैले नर्मली अरू बेलामा पनि बनाइराख्छु, त्यही भएर मैले खासै लामो बनाइन खाएको भिडियो। र यो सबै भातहरू खाइसकेपछि म चाहिँ आराम गर्नुपर्टि लाग्छु है। अब हामी नेपालीहरू सबैको बानी त्यही हुन्छ, ढिलो जति लेट कामबाट आए पनि जे पनि मोबाइल हेर्ने एकछिन बानी हुन्छ। र मैले पनि त्यही गरेर अब सुत्नतिर लागेँ।
र भोलिको लागि फेरि काम तयारीको लागि टाइममा सुत्नुपर्ने हुन्छ। यसरी मेरो चाहिँ डेली लाइफ बितिरहेको छ है न्युजिल्यान्डमा। थ्याङ्क यू।